आज चाहिँ मैले बिहान बिहान उठेर ओछ्यान टकटकाएको भिडियो धरि हजुरको सामु पेश गरिरहेको छु है त गाइज। बेला बेला के मन लाग्छ मलाई पनि। अब सबैजनाको यस्तै टाइपको भिडियो देख्छु अनि मैले पनि गर्दा के नै पो बिग्रेला त भनेर मैले पनि भिडियो गर्न थालेँ। अनि आज चाहिँ थियो माता औँसी। अनि माता औँसीको दिन चाहिँ हाम्रो घरमा ठ्याक्कै परिदिन्छ हजुरबाको श्राद्ध, घरको हजुरबाको। अनि कहिले पनि माता औँसीको केही स्पेसियल अब प्रोग्राम चाहिँ हामी गर्न पाउँदैनौँ बिहानदेखि। अनि यता अब श्राद्धमै एकदम बिजी भइदिनुपर्छ हो। हामीहरूको लागि त हामीहरूकोमा त सधैँभरि स्पेसियल हो, केही नलु भन्नुहोस् त। अब आज माता औँसी भनेर आज मात्रै हाम्रो मम्मीहरूलाई हामीले माया गरेर एकदम फोटोसोटो हालेर स्पेसियल फिल गराउनु भन्दा त हामी सधैँभरि मम्मीहरूले भनेको मान्नुपर्छ, मम्मीहरूलाई माया गर्नुपर्छ। त्यो पो हो त मम्मीहरूको त सधैँ मम्मीहरूकै दिन हो नि त, होइन र लु भन्नुहोस् त। अनि यहाँ चाहिँ हेर्नुहोस् न भाइहरूले अब ठन्डा चाहिँ सुरुप पिउँदै थियो नि, यता म चाहिँ हाँस्दै जाँदै यहाँ के घटना घट्यो हेर्नुहोस् त। ला मेरो चप्पल मलाई भन्दै ती चप्पल साथी देख्नु भएन त मेरो लापरवाहीको नतिजा। ठन्डा खाना पाएर फुरुक्क पर आफूले चाहिँ एउटा चप्पल मेरो एउटा चप्पल दादाको लाएर गएछु। अघि चाहिँ गएकी थिएँ म ठन्डा खान दादा गएर, त्यसपछि गएँ काका गएर, त्यसपछि आएर फेरि म सब्जी काट्न थालेँ। मलाई चाहिँ नि गाइज घरमा पूजा श्राद्ध भयो भने एउटा चिजको चाहिँ धेरै खुसी लाग्छ, के भने चिया खान पाइन्छ। 10 मिनटको अन्तरालमा चिया खान पाइन्छ। जतिखेप त्यो त्यतिखेपै खान्छु। आफू चाहिँ फेरि चिया भनेपछि मरिहत्ते। आज चाहिँ मेरो दाजुले फेरि यस्तो ठगन दियो मलाई, भन्नुहुन्छ अनि पायस पकाउने जिम्मा थियो उसको। यहाँ दुध हेर्दै गरेँ उम्लिन्छ भनेर गएको मान्छे 3 घन्टा भयो आउँदैन त, आफैले पायस पकाएर उठेँ। त्यसपछि यता काकाले टिको लगाएर एकदम आशीर्वाद दिँदै हुनुहुन्थ्यो, उता काकीले पनि आशीर्वाद दिनुभयो। त्यसपछि अब पायस चाहिँ पाएको भाग्छु भन्न पाइनँ, यता पुरी पकाउनेमा हालिदिएँ। धेरै जान्न पनि गाह्रो हुँदो रहेछ गाइज, भन्न मिल्दैन। अलिअलि जानेको चाहिँ हेर्नुहोस् न बसाइहाल्छन्, अब पकाउनु पनि पर्यो। आज त केही गरेर पनि ताल पाइएन। दिदी बहिनी बसेर मस्त अब गफ गर्दै पुरी पकाउन थाल्यौँ। अब आफ्नै हजुरबाको श्राद्ध होइन, हजुरबाले धेरै आशीर्वाद दिनुहुन्छ हामीलाई भन्दै दिदीबहिनीले चाहिँ पुरी पकाएर पार लगायौँ। हामीले चाहिँ घरको हजुरबा हजुरआमा कसैलाई पनि देखिनौँ। त्यही कुराले चाहिँ यति नराम्रो लाग्छ भन्नुहुन्छ भने अरूको देख्छु कस्तो माया गरेको हजुरबा हजुरआमाहरूले। हामीहरूको चाहिँ त्यो नसिबमा रहेन रहेछ। हामीहरूको त झन् यस्तो नसिब रहेछ, मावलाको पनि हजुरबा हजुरआमालाई त देखिनौँ हामीले। अनि बेला बेला मनमा यस्तो ख्याल आउँथ्यो हाम्रो हजुरबा हजुरआमाहरू हुनुहुन्थ्यो भने कस्तो माया गर्नुहुन्थ्यो होला भने जस्तो पनि लाग्थ्यो हो। लाग्छ, अब अहिले पनि लाग्थ्यो होइन, लाग्छ। अनि त्यसपछि चाहिँ नि गाइज कताको जुठेको आमा कता जुठेको बाउ भने जस्तै भयो। नभ्याएर हेर्नुहोस् न एकैचोटि बेलुकाको भिडियो हाल्नु पर्यो। अनि आउँछ पालो माता औँसी सेलिब्रेसनको। अब यता हामीहरूको पनि टाइम भइसकेको थियो, हामी पनि यता चिटिक्क पर निस्किसकेका थियौँ। अब दिनभरि त यताउता सबैजनाको थकान थियो होइन, सबैजना खट्नु भएको थियो, सबैजना गर्नुभएको थियो। त्यसपछि अब हामीहरूको पनि दोकान छ, दोकानमा जानुपर्ने हुन्छ, त्यही भएर अब बेलुका आरामसे गर्ने भनेर सोचेका थियौँ। अनि अब सबै झमेला सकेपछि चाहिँ हामीले बेलुका सेलिब्रेट गऱ्यौँ। हेर्न सक्नुहुन्छ यता हाम्रो तिनवटी माता बस्नुभएको छ, यता हामीहरूको पिताश्री पनि बसेर भिडियो गरिराख्नु भएको छ। यता चाहिँ सबैजनाले मिलेर अब माताहरूलाई यसो आशीर्वाद दिउँ। आजकै दिन त हो नि, आशीर्वाद दिनु भनेको सधैँ हामीलाई दिनुहुन्छ। आजको दिन हामीले त्यो अवसर पाएका छौँ होइन, आशीर्वाद दिन पाउँछौँ। अनि यता बुहारीहरूले पनि टिको लाउँदै खुट्टा ढोक्दै गर्दै थिए, कति राम्रो लाग्छ देख्न है। अब सासूहरूको खुट्टा ढोगेको मलाई त राम्रो लाग्छ, कसैलाई मन पर्दैन भन्छन्, तर मलाई चाहिँ खुट्टा ढोगेर यसो आशीर्वाद लिएको बुहारीहरूले धेरै मनपर्छ। अनि मेरो दुईटी भाउजूले चाहिँ ढोगेकै गरिराख्नु भएको थियो। अनि मैले चाहिँ एकदम पछाडि बसेर चान्सै पाइरहेकी थिइनँ। अनि म पनि आउँदै थिएँ पछि हुन्छ नि, पहिला ठुलो बडालाई मौका दिनुपर्छ, त्यसपछि सानोको पालो आउँछ। अनि म पनि पछि गइरहेकी थिएँ भाउजूहरूको। अब जसो बाहुन बाजे उसै स्वाहा भने जस्तै, अब जसो गर्छन् त्यसै गर्नु पर्यो नि त। भएर पहिला चाहिँ ठुलो बडालाई मौका दिनुपर्छ, नभए त सबै थोक जानिँदैन नि त अब कसो गर्नुपर्ने रहेछ के गर्नुपर्ने रहेछ भनेर। अनि यता मेरो दाजुले पनि हेर्नु है मौकामा कसरी चौका हान्यो, एकदम बुहारीको बिचमा बुढीको बिचमा पसेर उसले पनि ढोगेर निस्कियो। त्यो मौकामा बसिरहेको रहेछ। अनि यता चाहिँ मैले मेरो माताश्रीहरूको म पनि मिठा गरिदिएँ। उता मेरो भाउजूले पनि एकदम ल्याइराख्नु भएको छ धमाधम। आज चाहिँ अब माताहरूको दिन हो होइन, अब दिउँसो गर्न भ्याइएन, त्यही भएर राति नै हतार गरिँदै थियो। फेरि यस्तो हुन्छ नि, दिनभरिको कामले गलेको हुन्छ, सबैजनाको अनुहारमा हेर्नु न कति थकान थियो। अनि जस्तो जे सकियो त्यस्तै गरियो। यता केटाकेटीलाई पनि मैले दिइरहेको थिएँ, केटाकेटीहरू पनि फुर्किँदै खाइरहेका थिए। अब मिठो भनेपछि केटाकेटीहरूको फेभरेट होइन त, हेर्न सक्नुहुन्छ कति खुसी छन् केटाकेटीहरू। अनि यता सबै थोक त त्यस्तै नै, अब फोटो चाहिँ खिच्नुपर्छ है भनेर ग्रुप फोटो लिन बसेका। ताजा कारेन्टले त हामीलाई यस्तो नराम्रो तालले झुक्कायो कि अब ग्रुप फोटो खिच्ने भनेर भेला भएर
फोटो खिच्न जान्छौँ स्वाट्ट गइदिन्छ अनि फेरि ल अब नआउने रहेछ भन्नु फेरि आउँछ अनि फेरि अगाडिकै जस्तो रेडी भएर बसो ग्रुपमा भएर फेरि पो जान्छ त यस्तो तालले झुक्कायो कि अब चाहिँ नखिच्नु पर्यो भनेर हामी नै वाक्क भएका थियौँ धन्न लास्टमा चाहिँ आयो अनि आज चाहिँ यसै यसै गरेर हामीहरूको चाहिँ माता औँसी घरको श्राद्ध सबै नै पार भयो हुन्छ त गाइज बाई बाई